अफ रोडिङ चाहिँ गाउँघरको बाटो त्यस्तो छ यार पुरै ब्रेक नथाम्ला जस्तो छ गाडी खाली छ र मात्रै हो यो चाहिँ पुरै अप्ठ्यारो अप्ठ्यारो यो योक्समको ख्याङ्ते भन्ने जग्गादेखि ओह्रालो खामदाङ भन्ने तल योक्सम बजारदेखि अलिकति माथि आइपुग्छ त्यहाँ झर्ने बाटो यो चाहिँ पहिला ट्र्याक मात्रै खोलेको थियो त्यसले गर्दा अलिकति अहिले चाहिँ जिपेबल बनाउँदैछ बनाउनु चाहिँ तर भए पनि यस्तै छ हालत चाहिँ बहुत गम्भीरता छ पुरा साह्रो छ माथिको भने पुरै अप्ठ्यारो ओह्रालो छ कि सो यहाँ चाहिँ एमजी नरेगाले गर्दै रहेछ जति सोलिङ काम हो अब सोलिङ लाउँदा पनि अब मुस्किलै पर्ने खालको छ यो सिचुएसन चाहिँ क्या ब्रेकले थामेको छैन यस्तो छ गाउँघरको बाटो चाहिँ यो पछि यो जिपेबल भयो भने अलिक सजिलो पर्छ ल गाउँ बिचबाट छिरिन्छ नि बाटो चाहिँ यस्तो बाटो चाहिँ पुरै पहिला मेन बाटो पनि मान्छे हिँड्ने बाटो पनि यही उकालो ठाडै उकालो हो तर अब अहिले चाहिँ अलिकति यो गरेर यतिको बनाएको छ मर्मत गरेर मर्मत गरेर यहाँ सोलिङ लगाइराखेको छ यस्तो छ अहिले एटलिस्ट अथवा सोलिङ लगाएर यतिको चाहिँ बनाएको रहेछ अब त्यहाँ पर अब टुरिस्ट आउनेले बाटो छेकेको जस्तो लाग्दैछ यहाँ पर आइजम रेसिडेन्सी भन्ने होटल छ यहाँ माथि त्यसले बाटो छेके कि जस्तो त लाग्दैछ तर खुल्लै होला हेरौँ के छ बाटो त जहाँसम्म खुल्लै छ लाग्यो आइजम रेसिडेन्सी भन्ने यो माथि होटल छ है यस्तो छ बाटो चाहिँ कन्डिसन यसको मुनि चाहिँ यहाँ योक्समको कातक पोखरी छ है कातक लेक यो मुनि छ है अलिअलि देख्दो रहेछ कातक पोखरी चाहिँ यसको मुनि पर्छ है अब यसकोबाट यहाँबाट चाहिँ मेन रोडमा निस्किन्छ चाहिँ मेन रोडमा निस्कियो